यो हाम्रो 2082 सालमा फाड्नु पर्ने थियो, तर अहिले 81 सालको चैत्रमै अन्तिममा नै, किनभने यो घारी एकदमै पलाएको कारणले गर्दाखेरि, यो उन्यु चाहिँ एकदमै धेरै पलाएको कारणले गर्दाखेरि अलिकति यो जेठमा फाड्नु पर्ने 2 महिना अगाडि नै सुरु गरियो। हिजोबाट सुरु गरियो। अब यसलाई कन्टिन्यू फाड्दै जाइने नै छ र यो नेउपाने अलैँची तथा चिराइटो फर्मले विधिगत रूपमा दर्ता गराएर सञ्चालन गर्दै आएको यो सालबाट 8औं वर्षमा प्रवेश गर्दैछ। यस क्रममा धेरै अनुभवका साथ यहाँ आउने विघ्न बाधाहरू, यो अलैँचीमा आउने रोगहरू र कुन बेला फाड्ने के गर्ने सम्पूर्ण कुराहरू धेरै वर्षको अनुभवबाट यो अहिले फाडिँदैछ। नभएदेखि सधैँ चैतमा फाडिँदैन, फुल बिग्रिन्छ भन्ने कुरा हुन्थ्यो। अहिले फुलको बेला हो, तर पनि यो चैतमा फाड्दा पनि केही नबिग्रिने रहेछ भन्ने कुरा जानिसके पछाडि यो सालबाट यो 82 सालमा फाड्नु पर्ने, जेठदेखि फाड्नु पर्ने, अहिले चैतदेखि नै फाड्न थालेका छौँ। र हिजो थोरै भए पनि आज अलिकजना फाड्ने साथीहरू हुनुहुन्छ र यो यतापट्टिको, यो पूर्वपट्टिको भाग पर्छ। अब यसलाई भोलिको मेलो यो तलको छ र पर्सिदेखि उतापट्टि फाडिनेछ र यो तलदेखि नै तल एउटा भट्टी पनि देखिरहेछ। अहिले यो खडेरीको बेला पनि यी फिर्केहरू छन्, यस्ता फिर्केहरू यो पानी घुमाउने हो, यहाँ खोल्ने बन्द गर्ने छ। अब यसलाई एकदमै पानी लगाउँदै फाड्न चाहिँ नछोडौँ भनेर एकदम व्यापक रूपमा यो खडेरीमा पनि फाड्ने कार्यक्रम भइरहेको छ। र घारी धेरै छ र पानी लगाउन सक्ने जग्गाहरू छन् भने अलैँची खेती गर्नुहुने सम्पूर्णले यो बेला पनि फाड्न सकिन्छ। त्यसले गर्दाखेरि फाड्नलाई घामले मर्ला अथवा केही होला, सुक्खा लाग्ला भन्नु पर्दैन, तर पानी लगाउने ठाउँ हुनु पर्यो। पानी लाग्दैन भने चाहिँ यो बेला नफाड्दा पनि ठिकै हुन्छ, पानी पर्न थालेपछि हुन्छ। तर पनि फाडिसके पछाडि टुसा हाल्ने र फुलमा राम्रोसँगले हावा खेल्ने भएको कारणले गर्दाखेरि फल राम्रो लाग्ने हुन्छ। ल आजको लागि यो भिडियो यति नै। यो हेरिदिनु भएकोमा धन्यवाद। भोलि फेरि अर्को भिडियो लिएर आउनेछु।